हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म पोखरा जान लाग्छु। सो गाडी चार्ज गरिरहेको छु है। यहाँ चार्ज हुँदैछ गाडी। अब चार्ज हुँदै गर्छ। लेट्स गो। खाजा साजा खाऊँ अहिले अनि त्यसपछि निस्किउँला। पोखरामा चाहिँ मेरो काम छ। पोखराबाट बागलुङतिर नि जान्छु म भोलिपल्ट। गाडीको पर्फर्मेन्स पनि कस्तो हुन्छ म तपाईँहरूलाई भन्छु। अनि अरू भने त्यस्तै हो। अब बाटोमा भेटौँला है त। ओके, सो आधी घन्टा भयो। सो यसको अलमोस्ट 85% चाहिँ पुरा हुन्छ नि। 70-75 किलोवाटमा चार्ज भइरहेको थियो। अब 85 पछि चाहिँ घट्छ। त्यो बिएमएसको काम हो, ब्याट्री म्यानेजमेन्ट सिस्टमले ब्याट्री धेरै नबिग्रियोस् भनेर। अब चाहिँ अहिले चाहिँ अलमोस्ट 30-33 किलोवाटमा भइरहेको छ। 92% भयो। 100 गरेर जाउँ जस्तो लाग्यो क्या। अब अलिक भिडियो हेर्न पनि मजा आउँछ नि त। 100बाट कतिमा पुग्दो रहेछ भन्ने हुन्छ नि त एउटा। त्यही भएर लेट्स सी, अब 10 मिनटमा 100 भइहाल्छ। सो 100 नै गरेर जाउँ। ट्रिप रिसेट गरेर 0 बनाएको छु। सो तपाईँहरूलाई पनि यहाँबाट देखाउनुपर्छ। अहिले ट्रिप रिसेट 0 बनाएको छु। यहाँबाट म अफिस जाँदैछु। अफिसबाट अनि टक्क निस्किन्छु। कति गुड्छ, कति गुड्दा कति। अब यो फुल चार्ज हुँदाखेरि चाहिँ रिजनले काम गर्दैन नि त। रिजनले काम नगर्दाखेरि चाहिँ कस्तो यो ब्रेकै नला जस्तो फिल हुन्छ कि। किनभने म अलवेज एकदम हाई रिजनमा कुदाउने बानी छ मेरो। अनि यो रिजन नहुँदा सल्ल बगे जस्तो फिल हुन्छ कि गाडी। अनि यो चाहिँ बिएमएसले, यो गाडीको इलेक्ट्रोनिक्सले चाहिँ के गर्छ भन्दाखेरि ब्याट्री फुल चार्ज भइसकेपछि ब्याट्री ड्यामेज नहोस् भनेर रिजन चाहिँ डिजेबल गरिदिन्छ कि, जुन भनेको एकदम राम्रो कुरा हो। के फाइनली कामहरू सक्यो। अब लेट्स मुभ डाइरेक्ट पोखरा। 2:40 भयो। गाडीमा 99% नै छ ब्याट्री। इफिसियन्सी पनि कति दिन्छ हेरौँला। जाँदाखेरि त ओह्रालो फिल हो होइन। अब कति पर्सेन्टले पुग्दो रहेछ। राति नै पुग्ने हो बिस्तारै, हतार छैन। सो लेट्स मुभ। बाटो हेर्ने हो मेरो थोप्ला त के हेर्नु होइन, बाटो हेर्नुपर्छ। ल पक्नु है त, म बाटो देखाउँछु तपाईँहरूलाई एकैछिनमा। अहिले दरबारमार्ग पुरै ब्युटिफुल देखिरहेको छ यार। मजाको हो क्या। फुल ज्याकारान्डा भन्छ यसलाई। होन्डा सिभिक मलाई यस्तो मनपर्ने गाडी हो यार। होन्डा सिभिक। क्यामेरा कस्तो भाइब्रेट भइरहेको छ क्या। अनि भरे यत्रो खिच्यो, बनायो लास्टमा फुटेज एकदम भाइब्रेट भन्नु मजा आउँदैन नि त। त्यही भएर मैले यसो मिलाइरहेको छु एङ्गल। ज्याकारान्डाको सिजन छ। मजाले ज्याकारान्डा फलिरहेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो गर्मी छ यार। एसी पनि अनै छ है। कस्तो दामी फल्यो क्या ज्याकारान्डा। ब्युटिफुल छ यार। कति राम्रो देखेछ यार। बाटोभरि झर्ने पर्पल हुन्छ क्या काठमाडौँ नै। यस्तो टक्क त्यो जापानहरूतिर झन् कस्तो दामी साकुरा भन्छ कि के भन्छ नि, बवाल हुन्छ अरे नि। आज के भएको थाहा छैन तर वाइल्ड जाम छ यार आज यार। जता पनि जाम छ यार। फाइनली फ्री रन गर्न पाइरहेको छु। अहिले ब्याट्री 94 पुग्यो। अहिले देखाउँछु म। मजाले गइरहेछौँ हामी। एफजेडले फुल थ्रोटल हानिरहेको छ त्यहाँनिर एउटा गरेर। आम्मा दुईजना। अब ओह्रालो आउँदैछ यहाँबाट। ओह्रालो आएपछि सर ओह्रालो जाने हो। अहिले यही बाटो बनिसक्यो क्या। त्यो धार्केको बाटो भन्नाले त्यो सीता पाइलाको बाटो हिँड्नु पनि पर्दैन। यही बाटो छोटो लाग्छ मलाई त अहिले त। किन ठुलो छ नि त, सर जानु पाउँछ। त्यहाँबाट यति घुम्नुपर्छ। ए क्विक अपडेट। अब चाहिँ खोलेर देखाइदिउँ होइन। सो यति छ। कन्सोल देखेछ कि छैन तपाईँहरूले? ल हेर्नु। अब अझै देखेन होला टल्केर है। ल अब अझै देखेन होला। ठिक छ, म पढेर सुनाइदिन्छु है त। इफिसियन्सी 7.9 किलोवाट पर 100 किलोमिटर देखाइरहेको छ। टोटल किलोमिटरमा 29 किलोमिटर ट्राभल गरिसकेँ। अनि ब्याट्री 96% छ। अघि भनेको थिएँ नि मैले 94 थियो, अब 96 हुन्छ होला भनेर। 96 भइसक्यो ब्याट्री। किनभने रिजनले रिचार्ज भइरह्यो होइन। अब चाहिँ हामी यहाँबाट कत्रो खाल्टो त्यसका बाजे।
अब हामी यहाँबाट मुगलिनतिर लाग्दैछौँ। कत्रो कत्रो खाल्टो आमा बाटो त ध्वस्तै छ त यार, त्यस्तो ध्वस्त त छैन। जस अब इभीहरूलाई त अलिक गाह्रै हो नि त यो बाटो, हल्लाउँछ नि फेरि। त्यही हो ल, बाटो यस्तो छ देखिरह होला होइन। ल बाटोमै हेरौँ न त अब। ल बाटो हेरौँ। हल्लिन्छ क्या क्यामेरा अरू भन्दा नि, गिरिगिरी हल्लियो भने मजा आउँदैन नि त। सो हामी गल्छी आइपुग्न लाग्यो। मौसम पुरा परिवर्तन हुँदैछ अब काठमाडौँको। एभ्रिडे मौसम बेलुका भएपछि गडाङगुडुङ पानी पर्ने त्यस्तै होला जस्तो छ। सो लेट्स सी, पानी पऱ्यो भने मजा आउँथ्यो है, रेन एन्ड ड्राई हुन्थ्यो। पर्छ कि हेरौँ न, लेट्स सी। पर्दैन होला, उता त घाम लागिरहेको छ मस्त है। ओके, अहिले हामी यहाँ आइपुग्यौँ। अब यहाँ भने यो कहाँ भन्छ यसलाई, गल्छी नै आइपुग्ला हो भनौँ न। सो हामी ट्रिपल क्राउन आइपुग्यौँ। अब यहाँ एक सर्ट ब्रेक लिन्छौँ त्यो कफी सपमा। ओके, सो फाइनली गल्छी आइपुग्यो। गल्छी आउँदासम्म 56 किलोमिटर होइन, देखिँदैन होला। अनि 5.9 किलोवाट आवर पर 100 किलोमिटर देखाइरहेछ। एभरेज स्पिड 26 किलोमिटर पर आवर, 25मा घट्यो रोकिरहेको भएर। 94% छ ब्याट्री है, यु क्यान सी। यहाँबाट नि हेरौँ 94 देखाइरहेछ, अझै 427 रेन्ज देखाइरहेको छ। सो लेट्स गो, अब हामी यहाँबाट लाग्छौँ। सो कस्तो ब्युटिफुल देखिरहेछ स्काई है। अहिले चाहिँ हामी अब कुरिनटार आइपुग्यौँ। यहाँबाट तल चाहिँ रिभर साइड स्प्रिङ रिजोर्ट छ त्यहाँ तल भने। सिद्धार्थ चाहिँ कट्यो। हिमालयन जावा पनि खोलेको छ यहाँनिर, यहाँ लेफ्ट साइडमा। यहाँ महेन्द्रको माथि चाहिँ हिमालयन जावा साइडमा। जावाको के हो, हिमालयन नै बल्दैन त बत्ती। यता बाह्रसिङे भयो, स्प्रिङ रिजोर्ट भयो होइन। अहिले अब ब्याट्री कति छ के छ म एकैचोटि मुगलिन पुगेपछि देखाउँछु। कस्तो कुदायो क्या त्यो बसले यार, मासला डेन्जर कुदाउने भनेको। म यहाँ 70-80 को स्पिडमा छु होइन, हुँ ओभरटेक गर्छ यार पछाडिबाट। हेर न पछाडिबाट यस्तो स्पिडमा आइरहेको छ त्यो बस। मुगलिन पुग्यो होइन, अब त्यो अलिकति पर गएर पुलमा रोक्छु म। पुलमा रोकेर चाहिँ अनि कुरा गरौँला अलिकति, के छ कस्तो छ, गाडीले कति रेन्ज दियो, कति ब्याट्री सक्यो। यहाँ अनि यस्तोमा चाहिँ एकदम धारिलो छ, एकदम बिस्तारै गर्नुपर्छ। रिम फेरि चर्ट हुन्छ यहाँ त। यहाँनिर आमामा टिकटक्स बन्दैछ त यहाँ त, पुरा डान्सिङ सान्सिङ भइरहेको छ। एकछिन यहाँ बस्नु। ओके, ब्याट्री छ 83% बाँकी छ। टोटल 110 किलोमिटर गुड्यो। इफिसियन्सी 8.5 देखाइरहेछ होइन। सो मुगलिन आइपुग्यो, मुगलिन देखाउँछौँ तपाईँहरूलाई अब। मुगलिनको पुल हेरौँ। पुल होइन खोला। अच्छु चिसो हावा, मिठो हावा लागिरहेको छ। नयाँ पुल हो, पुरानो पुल। एउटा फोटो खिचिदिनु भन्नु पऱ्यो यहाँ दिदीहरूलाई, टक्क फोटो थम्बनेलको लागि। यहाँनिरबाट यसरी टक्क होइन। ल ओके, अब रात परिसकेछ। सो लेट्स मुभ होइन। दिस इज द इन्टेरियर। गाडीको रिभ्यू चाहिँ म फर्केर आउँदा दिनु पर्ला यार। रात परिसकेको छ, हामी मुगलिनमा छौँ। अब लेट्स मुभ। सो म चाहिँ काठमाडौँ नक्सालबाट निस्किँदाखेरि 99% चार्ज गरेर निस्केको होइन। सो यहाँ मुगलिनको पुलसम्म आउँदाखेरि चाहिँ 83% ब्याट्री थियो। सो इफिसियन्सी 8.5 थियो होइन। भनेको मतलब मेरो ब्याट्री कति खाएछ भन्दाखेरि 16% ब्याट्री खाएछ। सो 16%मा म काठमाडौँदेखि यहाँसम्म आएँ भनेपछि यो 62.2 किलोवाट आवरको ब्याट्री हो नि त। भनेको 10%मा 6.2 किलोवाट
15% मा 9.3 किलोवाट, 16% मा अलमोस्ट झन्नै 10 किलोवाट जति खाएछ भनौँ न। सो अलमोस्ट 10 किलोवाटले मैले 100 किलोमिटर ट्राभल गरेँ भनेपछि 100 पनि होइन 110 किलोमिटर ट्राभल गरेँ भनेपछि आई थिङ्क ओह्रालो भएर राम्रै इफिसियन्सी दिएछ। अब यहाँबाट चाहिँ 1300 छ, किनभने यहाँ मुगलिनको एल्टिट्युड पनि अलमोस्ट 400-500 किलोमिटर अबभ द सी लेभल छ, पोखराको 600 किलोमिटर अबभ द सी लेभल छ। अब कति दिन्छ भन्ने कुरा हो। इफिसियन्सी हेरौँ, लेट्स सी। अहिले अब हामीले 83% बाट सुरु गरेका छौँ, पोखरा पुग्दा कति बाँकी हुन्छ लेट्स सी, अनि भेटौँला, कुरा गरौँला। अहिले अब आई वान्ट टु इन्जोय द राइड होइन, मजा आइरहेछ यो कुदाउनु अति नै, पुरा हुन्छ नि। सस्पेन्सन पनि दामी रहेछ, बा हालिदिइरहेको छु मैले त घटघट पारेर। स्लो कुदाउँदा फिल हुन्छ, अलिक फास्ट भयो भने चाहिँ फिल हुँदैन क्या सस्पेन्सनको। सो त्यो भयो, मजा आइरहेछ जे होस्। अब यहाँबाट म सिधै कन्टेनरमा रोक्छु एकछिन, त्यहाँ एउटा सानो काम गर्नुपर्ने छ ल्यापटपमा, त्यो काम गर्छु अनि फेरि निस्किन्छु। अहिले 7 बज्यो, ठ्याक्कै 7 बज्यो, 7:00। अब धेरैमा धेरै यहाँबाट 2 घन्टा हो कि 2.5 घन्टा हो। बाटो यति राम्रो छ नि त, 2.5 घन्टामा म मजाले पुग्छु। सो 9:30 बजीतिर पुग्यो नि मलाई केही प्रब्लम छैन, गएर सुत्ने नै हो आज। क्यामेराले राम्रो देखिरहेछ यार बाटो, यार कस्तो ब्राइट देख्ने के, खालि अँध्यारो देखिरहेछ। सो हामी यो राम्रो बाटो छिर्यौँ अब आबु खैरिनीबाट। अब यहाँबाट पोखरा अलमोस्ट 95 किलोमिटर होला, 95 किलोमिटर होला। यहाँबाट त पोखरा अब धेरै टाइम पनि लाग्दैन। ओ हेर त कति ब्युटिफुल देखेको आकाश, आकाश हेर, आकाश कस्तो ब्युटिफुल देखिरहेछ। ऊ तारा पनि देखिरहेछ, तपाईँहरूले देखेछ कि छैन है, मैले चाहिँ देखिरहेको छु इभिनिङ स्टार हो त्यो, द्याट इज नट तारा, द्याट इज भेनस। फाइनल्ली पोखरा आइपुग्यो होइन। अब म देखाउँछु तपाईँहरूलाई क्या कोइन्सिडेन्स भएछ क्या। 63% ओजोमा पनि त्यति ब्याट्री छ, यसमा पनि त्यति ब्याट्री छ, कस्तो के अब। सो 63% ब्याट्री, 5 घन्टा 56 मिनट स्टार्ट भएको, ठ्याक्कै 200 किलोमिटर भन्दा 199 किलोमिटर, एभरेज स्पिड 33, 10.8 किलोवाट आवर पर 100 किलोमिटर होइन। एसी फुल अन भनेको रेन्ज बवाल दियो यार। 200 किलोमिटर दौडिसक्यो, अझै 300 देखाइरहेछ, 500। यही हिसाबले गऱ्यो भने त 500 किलोमिटर रेन्ज भयो होइन। तर 500 चाहिँ अब दिँदैन होला, किनभने यो उकालो ओह्रालो पनि हुन्छ। अब पोखरासम्म आउँदाखेरि चाहिँ मेरो अलमोस्ट कति खायो भन्दाखेरि 63 भनेपछि 27, 37, 99 थियो भनेपछि 36% खाएछ है। सो 36% भनेपछि अब क्यालकुलेसन गरौँ अलिकति होइन। 0.36, 36%, 36 नै हो नि, हेरौँ है त। 99 माइनस 63, 36 होइन। 36% भनेपछि 0.36 इन्टु 62.2 किलोवाट आवरको ब्याट्री भनेपछि कति किलोवाट आवर खायो? 22.39 किलोवाट आवर खायो। 10 रुपियाँ पर किलोवाट आवर भनेपछि 10 गऱ्यो भने 223 रुपियाँमा पोखरा आइपुगिदो रहेछ। 22 किलोवाट आवर खायो भनेपछि अझै मेरो गाडीमा कति ब्याट्री छ? 40 किलोवाट आवरको ब्याट्री छ भनेपछि यतिले फेरि मलाई ब्याक टु काठमाडौँ जान्छ कि जाँदैन? 63 हुँदा पोखरा आछ, 63 मा काठमाडौँ पुग्छ कि पुग्दैन त्यो हेर्न पायौँ भने एक चार्जमा यो गाडी पोखरा टु काठमाडौँ पनि हुने रहेछ भन्ने कुरा थाहा हुन्छ। सो अब लेट्स गो टु होटेल अनि अरू कुरा गरौँला। ओके, गुड मर्निङ। हिजो चाहिँ म अलिकति थकाइ लाएर सुतिसकेको थिएँ अनि अहिले चाहिँ बिहानको 8:30 भयो, काममा निस्किनु लाग्यो। काम निस्किनुभन्दा अगाडि मैले एउटा डिटेल सेयर गरेँ तपाईँहरूलाई। सो अलिकति डिटेलमा कुरा गर्नु पर्दाखेरि कुन मोडमा कुदाइरहेको थिएँ मैले गाडी भन्दाखेरि इट्स अ नर्मल मोड है, पुरै नर्मल मोड छ। तपाईँले त्यो मैले हिजो देखाएको ड्यासबोर्डमा नै हेर्न सक्नुहुन्छ। अनि स्टिल 63% छ, 301 देखाइरहेको छ रेन्ज। 203 किलोमिटर ट्राभल गऱ्यौँ हामी है, यहाँनिर अलिकति 203 किलोमिटर ट्राभल गऱ्यौँ। 10.7 देखाइरहेको छ
एफिसियन्सी हिजो 8 थियो आज 7 भएछ है सो त्यही हो कस्तो लाग्यो तपाईँलाई यो भिडियो है म यहाँबाट फर्किँदाखेरि चाहिँ MG S5 को रिभ्यू पनि बनाउँछु सो आई डोन्ट नो म त्यो रिभ्यू पहिला हाल्छु यो पहिला हाल्छु मलाई थाहा छैन सो यति नै आजको लागि तपाईँलाई केही पनि यो गाडीको क्वेसन छ भने मलाई सोध्नु होला तपाईँलाई म एकदम फ्र्याङ्कली एन्सर दिन्छु मलाई मन परेको गाडी हो एकदमै सो सी यू सुन इन द नेक्स्ट भिडियो